सुन्नुहोस् है, मन्त्रीले रङ ढलेको ढलै छ, जेएनजीको आस्था ढलेको ढलै छ। मन्त्रीले रङ ढलेको ढलै छ, जेएनजीको आस्था ढलेको ढलै छ। सुकेका छन् मेची र काली यहाँ, सुकेका छन् मेची र काली यहाँ, रगतको बाढी चलेको चलै छ। भेटिन्न जेएनजी झुप्राहरूमा, भेटिन्न जेएनजी झुप्राहरूमा, आमाको छाती जलेको जलै छ। शान्तिका लागि बारुद किनिन्छ यहाँ, सडकदेखि सिंहदरबार अझै जलेको जलै छ। उपस्थित सम्पूर्ण सञ्चारकर्मी महानुभावहरू, गत भाद्र 22, 23 र 24 गते जेएनजी आन्दोलनमा दिवंगत हुनुहुने 78 जना भन्दा बढी ज्ञात अज्ञात शहीदहरूप्रति सर्वप्रथम नागरिक बचाउ अभियान नेपालको तर्फबाट हामी हार्दिक श्रद्धाञ्जली र दिवंगत आत्माको चिर शान्तिको कामना प्रकट गर्दछौँ। यसैगरी सम्पूर्ण घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना र शोकाकुल परिवारहरूमा हामी शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। हिजो जेएनजी आन्दोलन कसले सुरु गर्यो, कहाँबाट सुरु भयो र जेएनजी आन्दोलन गरिरहँदा कति खर्च लाग्यो, त्यो गर्वमा छ। इतिहासका अध्यायले त्यो भोलि छताछुल्ल पारेर अगाडि ल्याउला। तर जेएनजी आन्दोलनबाट हात गुमाएका, खुट्टा गुमाएका, दिवंगत भएका 170 जना भन्दा बढी घाइतेहरूलाई, राष्ट्र सेवक कर्मचारीहरूलाई, ती सर्वसाधारण नागरिकलाई र ती अनाथ छोरा छोरीहरूलाई 6 करोड भन्दा बढी रुपैयाँ खर्च गरेर हाम्रो नागरिक बचाउमा अभियान नेपालका केन्द्रीय संयोजक श्रद्धेय दुर्गा प्रसाईजीको बीएनसी टिचिङ अस्पतालले उपचार गरेको छ। म तपाईको लोकप्रिय मिडिया मार्फत हामी यो उजागर गर्न चाहन्छौँ। जेएनजी आन्दोलनको नाममा कति आगजनी भयो, वार्ड कार्यालयदेखि सिंहदरबारसम्म छत विच्छेद भयो। यो केका लागि गरिएको थियो? एकजना 74 वर्षको बुवालाई हटाएर, हजुर बुवालाई हटाएर 73 वर्षकी हजुरआमालाई प्रधानमन्त्री बनाउनको लागि पक्कै पनि 78 जना युवा भाइ बहिनीहरूले, जेएनजी भाइ बहिनीहरूले आफ्नो जीवन बलिदानी गरेका थिएनन्। जेएनजी आन्दोलनको लक्ष्य र उद्देश्य यो थिएन कि एउटा प्रधानमन्त्रीलाई फालेर अर्को प्रधानमन्त्रीलाई, त्योभन्दा 1 वर्ष बढी उमेर भएको आमालाई सत्तामा पुर्याउने। यो देशमा भएका चरम भ्रष्टाचार, अन्याय, अत्याचार, विकृति, विसङ्गतिको विरुद्धमा 2079 साल फाल्गुन 1 गते दुर्गा प्रसाईज्यूले नेतृत्व गरेको नागरिक बचाउमा अभियानले पूर्वको मेचीमा दीप प्रज्वलन गरेर, राजाको हातबाट दीप प्रज्वलन गरेर अन्याय छ, अत्याचार छ, यो देशको बालवाला प्रधानमन्त्रीले कम्बोडियामा लगेर लुकाएर राखेको, लगानी गरेको रकमलाई श्रद्धेय दुर्गा प्रसाईज्यूले अगाडि ल्याएर छताछुल्ल पारेर देखाइदिनु भयो। त्यसका बावजुद उहाँ पटक पटक हिरासत जानु पर्यो, पटक पटक कारागारको जीवन व्यतीत गर्नु पर्यो। त्यही आन्दोलनको जगमा टेकेर, त्यही चेतनाको ज्वार भाटबाट माथि उठेर तपाईको युवा पुस्ताले विद्रोह गरे। युवा पुस्ताको विद्रोहबाट देशमा आमूल परिवर्तन हुन्छ भन्ने हामीले आशा र भरोसा लिएका थियौँ। तर आज युवा पुस्ताको आन्दोलनलाई खलाल पुर्याउँदै तपाईको 78 जनाले जीवन गुमाउनु पर्यो, 100 भन्दा बढी घाइते भए, 1000 भन्दा बढी घाइते भए, 25 अर्ब भन्दा बढीको क्षति भयो। देश 50 वर्ष भन्दा पिछाडी धकेलियो। के साँच्ची नै जेएनजी आन्दोलनका भाइ बहिनीहरूले यही कुराको लागि आन्दोलन गरेका थिए? आज जेएनजी आन्दोलनको प्रतिनिधित्व गरेर अन्तरिम सरकारमा बस्ने व्यक्ति र जेएनजीहरूले लखेट्नको लागि लखेटिएका जुन हिजोका व्यक्तिहरू, हिजो अस्ति 3 गते संविधान सभाको दिन
एउटै स्टेजमा बसेर अङ्कमाल गरेर जेएनजीएलका भावनालाई, जेएनजीएलका उद्देश्य र लक्ष्यलाई खलाल पुर्याउने काम भएको छ। यसको हामी खबरदारी गर्दछौँ। नागरिक बचाऊ महाअभियान यसको खबरदारी गर्दछ। हिजो भ्रष्टाचार विरुद्धको आन्दोलनमा दुर्गा परसाई र नागरिक बचाऊ महाअभियानले सम्पूर्ण देशका 66 वटा स्थानमा पुगेर योभन्दा ठुलो, घरभन्दा ठुला चाहिँ एलसिडी राखेर कार्यक्रम मार्फत, आन्दोलन मार्फत भ्रष्टाचारका फाइलहरू खोलेको जगमा टेकेर भाइ बहिनीहरूले जुन आन्दोलन गर्नुभयो त्यसलाई आज खलाल पुर्याउने काम भएको छ। आज ती भाइ बहिनीहरूलाई कसैलाई मदन भण्डारी, कसैलाई गणेश मानको उपमा दिएर उनीहरूको आस्था र विश्वासमाथि खलाल पुर्याउने काम भएको छ। खबरदार, हामी बारपाका सदस्यहरू आज मन्त्रीमण्डलमा पुगेर जुन यी 78 जना युवा भाइ बहिनीको रगतमाथि होली खेलिरहेको छन्, यसको विरुद्ध हामी खबरदारी गर्दै तपाईहरू माझमा उपस्थित भएका छौँ। त्यति मात्र होइन, हाम्रा युवा पुस्ताहरूलाई विदेश पलायन गर्ने अनि काठमाडौँमा 50 मिटर खोला किनारमा लागू गरिएको मापदण्ड अहिले 70 मिटर पुर्याएर चाहिँ यहाँका 90,000 भन्दा बढी काठमाडौँवासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई विस्थापित गरिँदैछ। हामी यो विषयमा खबरदारी गर्न चाहन्छौँ। यहाँबाट कबाडी उठाउने, मकै पोल्ने उठाउने, तपाईँको चाहिँ एउटा सामान्य फुटपाथमा एउटा मोबाइलको खोल बेच्ने व्यक्ति उठाउने, यस्ता कारणले गर्दाखेरि यो देश कहाँ जाँदैछ, कुन अवस्थामा देशलाई पुर्याउँदैछ। नागरिक बचाऊ अभियान 3 वर्ष अगाडिदेखि यिनै विषयमा खबरदारी गर्दै आएको छ र यो अहिलेको अन्तरिम सरकार कहाँबाट परिचालित भएको हो, अन्तरिम सरकारको नेतृत्व कस्ता व्यक्तिहरूले गरिरहेको छन् र नेपालको भाग्य र भविष्य कसरी पश्चिमाहरूको हातमा जाँदैछ, नेपाललाई कसरी युक्रेन बनाइँदैछ, यी विषयमा आज हाम्रो केन्द्रीय संयोजकज्यूले तपाईहरू माझमा आफ्ना विचारहरू राख्नुहुनेछ। विजयादशमीको शुभकामना दिनुपर्ने बेलामा छोरा छोरीको रगतले यो भूमि रङ्गिएको बेला हामी स्तब्ध र मर्माहत भएका छौँ। तपाईहरूलाई हामी एलसिडी मार्फत हाम्रा छताछुल्ला पारेर यो देशमा भएका अन्याय, अत्याचार, विकृति, विसङ्गतिहरूलाई प्रस्तुत गर्नेछौँ। होइन, हामीले 79 साल फागुन 1 गतेदेखि जुन राजाका हातबाट बलेको दियो छ नि, जुन भ्रष्टाचार विरुद्धको अभियान छ, लघुवत्क पीडितको समस्या छ, सहकारी पीडितको समस्या छ, सहकारी बचतकर्ताहरूको समस्या छ, हो कि होइन, घाँसबास कपासको कुरा छ, ब्याङ्क तस्करहरूको हातमा छ, यो सबै कुरा हाम्रो त आन्दोलन जिउँदो छँदैछ नि। र हामी दसैँ र तिहार, छठ पछाडि हामी आन्दोलन गर्छौँ। वैदिक सनातन, मैले अघि भन्न, हिन्दू अधिराज्य कायम नगरिकन अब हाम्रो आन्दोलन ब्याक हुँदैन। हामीले 4 सालदेखि 7 सालदेखि अहिले आएर 82 साल भनेपछि झन्डै 75 वर्षसम्म यो देश यति नराम्ररी रणभूमि बनिएछ। अब तपाईँहरू सबैजनाले बुझ्नुपर्छ, विदेशमा बस्नेले पनि बुझ्नुपर्छ। मलाई मुख छाड्दै भन्दा गुगलमा गएर हेर्दै आएको मैले प्रधानमन्त्रीको अफर थियो होला, कोही जान्थ्यो होला, तर मैले जुन विदेशीहरूको खेलमा बनेको बन्दैछ नि त्यो खेलमा म जान्न। किनभने देश जोगाउनलाई भएका दल त सकिए, ऊ आफ्नै कारणले सकिए, भ्रष्टाचार गरेर सकिए। भ्रष्टाचार नगरेर यिनीहरूले राम्रो काम गरेको थियो, जनतालाई राम्रो डेलिभरी दिएको थियो भने नि आज यो स्थिति आउने थिएन। यिनीहरूकै कारणले गर्दाखेरि विदेशीले बुट बजार नआट्यो। कमसेकम पनि भोलि अप्ठ्यारो पर्दाखेरि तपाईँहरू सबैको आँखा अहिले कहाँ छ भन्दा दुर्गा परसाईमा छ, होइन भनेपछि मैले अहिले गएर त्यहाँ प्रधानमन्त्रीकै म बसँग घर छँदैछ, गाडी छँदैछ, म के गर्न जानु त्यहाँ। जुन दिन देशलाई अप्ठ्यारो पर्छ त्यतिखेर दुर्गा परसाई र दुर्गा परसाईको अभियान अगाडि बढ्छ भनेर म आएको। यो मलाई जहाँसम्म लाग्छ निर्वाचनै हुँदैन। तपाईँले हेर्नु न, निर्वाचन गराउने खालको रहेछ त यो सरकार बन्यो, निर्वाचन गराउने खालको। तपाईँलाई मैले भने नि,
मैले एउटा स्ट्याटस लेखेको थिएँ सरकार बन्दै गर्दा के भनेको थिएँ संविधान यही राष्ट्रपति यही संसद यही भनेपछि जीएनजीको आन्दोलन चाहिँ के भयो त किन ती बच्चा मराइए के केपी ओलीलाई हटाएर सुशीला कार्कीलाई ल्याउनलाई गरेको हो त्यही हो तपाईँले अहिले छोडिदिनुहोस् न निर्वाचन भयो भने त्यतिखेर सोचौँ ल सबैजनालाई नङ्ग्याएर सबैजनालाई असक्षम देखाउँदै गर्दाखेरि चाहिँ प्रमाणसहित स्पष्ट देखाउँदाखेरि सक्षम चाहिँ को छ त यो देशको लागि होइन यो देशमा त सक्षम भन्ने मान्छे त भेटिएन जो आयो त्यही मान्छे त्यस्तो देखियो त यो प्रमाणले देखायो नि त मैले देखाएको होइन नि त होइन यो देशमा मेरो देखाउनुहोस् न पहिला खोजेर मेरो देखाउनुहोस् मलाई ब्याङ्कको ब्याज तिरेन भने होइन मान्ने भन्नाले समयले बनाउँछ नि मैले भन्नै पर्दैन नि समयले जन्माउँछ क्या केही चिज पनि भगवान् कृष्णलाई पनि समयले जन्माएको थियो रामचन्द्रलाई पनि समयले जन्माएको थियो तपाईँले के बुझ्नुहोस् भने नि दुर्गालाई पनि समयले जन्माउँछ यो देशको लागि अहिले किन भन्नु समयले दुर्गा प्रसाद तँ आइज भनेर यहीँ घरमा लिन आउनुपर्छ कुरा भन्नुभयो कि त्यो दिन आउँदैछ मैले त्यो दिन देखाएको छु ल त्यो भन्दै मैले विरोध गरेँ होइन यो नयाँ मन्त्रीमण्डललाई म गर्दिनँ उहाँहरूलाई म के भन्छु भने नि लघुवित्त पीडित सहकारी पीडितका जुन हामीले उठाएका माग तपाईँहरूले पुरा गर्नु भएन भने यो आन्दोलन के आन्दोलन हो त्योभन्दा खतरा अब त आन्दोलन गर्न हामीले पनि सिक्यौँ नि होइन राजा सक्षम भनेको नि राजालाई हिजो जसरी फ्याँकेको थियो नि त्यसरी तपाईँहरू सबैजनालाई जानुहुन्छ एक दिन लिनलाई मलाई त्यो चाहिँ आशा छ ल हस् नमस्ते पार्टी दसैँ र तिहारको बिचमा खोलौँ न पार्टी त धेरै छन् खोलौँ ल हस्